हेलो एन्ड नमस्ते वेलकम टु माई न्यू ब्लग गाइज गोविन्द रेग्मी भाइस च्यानलमा हजुरहरूलाई एकदम धेरै स्वागत छ। नयाँ दिन नयाँ सुरुवात। अनि अहिले चाहिँ दिउँसोको यस्तै 1 बज्न लाग्यो, 1:12:57 भयो। अहिले चाहिँ हामीहरू ट्याक्क यहाँ घाम ताप्दा ताप्दा दिक्क लाएर ढाड दुखेर बस्दा बस्दा नि दिक्क लाएर यहाँ ड्रोन बनाउन लगाएको। ड्रोन उड्दै नउडेर तनाव। अब यिनले यहाँ टमाटर छ एउटा पङ्खा नघुमेर यो ड्रोनै उडेन। मोबाइलमा नि यसको सिग्नल कट भयो। यसको कनेक्ट भएन राम्रोसँग। उसमा नि यो फेरि एकचोटि यसलाई दोकानमा लगेर यसको हस्पिटलमा लगेर फेरि सर यसलाई देखाउनु पऱ्यो। चल्दै नचल्ने कि यत्रो अब सरसफाइ गरेर नि यार ब्याट्री नि ब्याट्री नि भयो छोड्दै अब झ्याउला यार हुँदैन। अब किन्छु कि अर्कोमा फेरि म अर्को किनिदिन्छु। मगाउँछु, म अनलाइन मगाउँछु। आउँछ अब पर्सि पर्सिसम्म। उड्दै नउड्ने यार यस्तो दुःख गर्दा पनि उडेर अन्त झ्याउ लाग्छ नि यार। बस्दा बस्दा ढाड दुखिसक्यो। अहिले झन् बल खेल्न जाने भने कि स्कुलमा भलिबल खेल्न जाने प्लान छ हाम्रो केटाहरूको। कतिखेर आउँछन् कि 2 बजीतिर या 1 बजीतिर आउने कुरा हो। 1 बजीतिर आउँला भनेर हल्ला गर्दै गएको 1 बजिसक्यो। अब 2 बजीतिर जाने गइन्छ होला सायद। ट्याक्क भलिबल सलिबल खेलेर साँचाएर यता राख्दैछन् बल्ल नि। अहिले चाहिँ म ट्याक्क लाएर अब घाँस काट्न जाँदैछु। पहिला कुरो त यताबाट बेलौती खाम एउटा होइन। मेरो बजारमा तिमीलाई देखेको रहेछ भेट हुन लेखेको। आइहाल्यो नि त त्यही भएपछि त कमिला पुग्यो यार। कमिला रहेछ नि कता त यहाँ त कम्प्लिट कमिला। डोको हालत यस्तो हो यार। यसमा फेरि घाँस काट्न बडा मजा आउँछ किनभने थोरै हट्छ, थोरै भएपछि घाँस काट्नु धेरै हुन्छ। बल्ल बल्ल लाएर घाँस काट्न सक्यो यार। यति काटेँ। अब ठ्याक्क त्यसमा भर्छु अनि ठ्याक्क लाएर पाडला दिन्छ। यताउता काम सकेपछि सर र यो हाम्रो गाउँ फेरि है ट्याक्क लाएर पछाडिको खेत फेरि बबाल हो क्या हाम्रो गाउँमा चाहिँ भयो नि। अरू पनि दामी छ क्या हाम्रो गाउँको पछाडिको भ्यू चाहिँ फेरि बनाउने अरे कहना क्या चाहते हो छ क्या। यो चाहिँ हाम्रो घर। ट्याक्क लाएर हाम्रो घर फेरि यो हो क्या यताको। यो चाहिँ के पसो यार हाम्रो अङ्कल चाहिँ भैँसी दुध हुन्छ। यहाँ क्यामेरामा देखेन क्या उहाँ त जुन भएन र नत्रमा दुध हुनुहुन्छ देखेन क्या। के यहाँ छ कि यहाँ के छ ए किरोमा किमलाई बहुत किन डोल्दैन म त यता नि छिरो। अब यति छिरो यति गर्छु यति घाँस यतिमा छिराउँछु अनि त्यसपछि गइहाल्ने हो क्या। यहाँ भ्लग गइरहेको छ एक राउन्ड। रतन दाइ मलाई नि यहाँ चाहिँ म स्कुल आएको खेल्न भनेर तर यहाँ रमाइलो गर्दा ठिक्क छ क्या। रतन कार्की हो न त्यो दिमाग खराब छ क्या यहाँ फेरि न। अब यहाँ चाहिँ हाम्रो प्रतिस्पर्धा साथीहरू 1 2 3 4 5 6 7 8 9 10 जनाको खेल हेर्ने भइयो।
ओए आंटे आंटे दाई मार दे रंबो दाई मार दे अलि अगाडि यो राइट अलि कालो आउँछ के दुईटा फाल्दिन्छ अनि ओइ 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 खेल्छ चल्दैन राम्रो खेल्छ ओमे खेल्छ सुमितले खेल्नु हजुर सुमितले खेल्छ यसको भिडियो नै हो विष्णु ओ खेलाडी सुमित ती पनि जाऊ न सुमितलाई राखौँ एउटामा के भन्छन् अमिलो 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 साँधेर सुकुटी राखेर अमिलो अमिलो साँधेर खाँदैछौँ स्कुल पढेर बिहान कलेज पढेर आएर नास्ता नास्ता जस्तै भनौँ न त्यो बनाउँदैछौँ ठ्याक्क यहाँ चाहिँ यहाँ एकजनालाई फ्री फायर हान्दैछन् यहाँ खेतालो आखान फेरि कट्टु होइन अरे कबड्डी खेलेर बिचरा हाम्रो प्लेयर हुन् कि यिनी हाम्रो स्कुलको रनिङ सिलमा जाने खेलाडी हुन् भाइ जाने अरे क्या अनि यहाँ विष्णु विकास अस्मिता भन्दैन यो हाम्रो यही हो आजको यहाँ हाम्रो आन्टी हुनुहुन्छ आन्टी हाई गर्नुहोस् हो अनि यहाँ चाहिँ हाम्रो ए के अरे आइसी गर न यहाँ माथि राखेर यहाँ चाहिँ बिल्ला यिनीहरूले हो हाम्रो बनाउने एकदम मिठो बनाउँछ यिनीहरूले केही देखियो तिमीलाई भिडियोमा जहादिछौँ होइन जहादिछौँ हामी जगदीशपुर ताल घुमेको कि यो जगदीशपुर ताल भनेपछि एउटा एसियाकै सबैभन्दा ठुलो मानव निर्मित ताल भनेर चाहिँ जगदीशपुर ताल चिनिन्छ त्यही भएर अब यहाँ एउटा साइकल आउँदैछ सो दोस्त आजलाई चाहिँ यति नै भ्लग लाइक गरिदिनु कमेन्ट गरिदिनु सेयर गरिदिनु सब्सक्राइब गरिदिनु आजलाई चाहिँ यति नै सो अर्को भ्लगमा फेरि भेटौँ न राम्रै भ्लग आउने छ फेरि पनि राम्रै भ्लग आउने छ राम्रै भिडियो गराउने छु सो आजलाई चाहिँ लाइक कमेन्ट एन्ड सेयर गरेर सब्सक्राइब गरिदिनु बाई के भन्छ चोर 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 चोर